नमस्कार, आज हामी कुरा गर्छौं हर्क सम्पाङ देशलाई माया गर्ने नेता हुन् कि कुर्सीलाई माया गर्ने नेता। वेल, हामी विषयमा जाउँ। जब हर्क सम्पाङले धरानको मेयरमा चुनाव जित्नुभयो, त्यसपछि धेरै पत्रकारहरूले उहाँलाई बधाई दिए र विभिन्न प्रश्नहरू सोधे। त्यही क्रममा एकजना पत्रकारले भन्नुभयो, तपाईँ र बालेन शाहलाई जनताले परिवर्तनको आशमा जिताउनु भएको। त्यसको जवाब दिँदै हर्क सम्पाङले बालेन शाहप्रति टिप्पणी गर्दै, बालेन शाह को बालेन शाह, ऊ त हावामा र्याप गरेर आएको मान्छे हो भनेर प्रतिक्रिया दिनुभयो। त्यो प्रतिक्रिया व्यापक रूपमा चर्चामा आयो। सामाजिक सञ्जालमा हर्क सम्पाङको धेरै टीका टिप्पणीहरू भए। धेरै मानिसहरूले हर्क सम्पाङको आलोचना गरे। बालेन शाहका समर्थकहरू पनि उहाँ विरुद्ध खडा भए र कतिपयले त कहाँ इन्जिनियर र कहाँ ढुङ्गे युगको लेबरसम्म भन्ने भ्याए। त्यसपछि हर्क सम्पाङले आफ्नो रणनीति परिवर्तन गरे जस्तो देखियो। उहाँले बालेन शाहसँग भेटघाट गर्न थाले, तस्बिरहरू खिचे, सामाजिक सञ्जालमा साझा गरे र आफूहरू साथी भएको सन्देश दिन खोजे। पछि धरानमा कार्यक्रम आयोजना भयो। त्यसमा बालेन शाहलाई प्रमुख अतिथिको रूपमा बोलाउनु भयो। बालेन शाहलाई भाषण गर्न लगाइयो र आफू दुई बीच निकटता भएको देखाउने प्रयासहरू भए। तर आलोचकहरूले के भन्छ, हर्क सम्पाङ सधैँ अवसरको खोजीमा थिए, कुन बेला बालेन शाहलाई पछि पार्न सकिन्छ भनेर उहाँले पार्टी खोलौँ भनेर अनुरोधसम्म गर्नुभयो। तर बालेन शाहले त्यसप्रति धेरै चासो नदिएको देखियो। यसैबीच देशमा जेन्जी आन्दोलन भयो। आन्दोलनका क्रममा धेरै जनधनको क्षति भयो। हाम्रो कतिपय दाजुभाइ दिदीबहिनीहरूले आफ्नो ज्यान समेत गुमाउनु भयो। त्यसपछि हर्क सम्पाङ सार्वजनिक रूपमा आएर आन्दोलनको पक्षमा उभिए, विभिन्न भाषणहरू गरे, जेन्जीहरूलाई उचाले र सरकारको आलोचना गरे। पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राजनीतिक माहौल झन् तातियो। त्यस क्रममा प्रधानमन्त्री को बन्ने भन्ने विषय आयो। कतिपयले बालेन शाहको नाम लिएर आए र केही सर्वेक्षणहरूले सुशीला कार्कीको नाम आए। तर धेरै जस्तोले बालेन शाह, बालेन दाई आउनु पर्यो, हाम्रो देश सम्हाल्नु पर्यो भनेर भन्नुभयो। तर त्यसप्रति बालेन शाहले केही चासो नदिएको देखियो। त्यसपछि डिस्कर्डमा भोटिङ भयो। भोटिङमा सुशीला कार्की नम्बर 1 मा आउनुभयो। हर्क सम्पाङ सधैँ 3 नम्बरमा 4 नम्बरमा बसियो। सुशीला कार्कीको नाम प्रधानमन्त्रीमा सिफारिस हुँदै गर्दा हर्क सम्पाङले आफू प्रधानमन्त्री बन्ने सम्भावना नदेखेपछि निराश भए, रोए, कराए र फर्के। त्यसपछि उहाँले बालेन शाहलाई विभिन्न किसिमका आरोपहरू लगाए, लुसिफर, देश जलाउने, फलानो टिलानो, डिस्काना मिस्काना भने। तर त्यो आरोपहरूलाई जनताले खासै पत्याएनन्, किनकि जनतालाई थाहा छ हर्क सम्पाङ सधैँ विवादास्पद अभिव्यक्ति दिने, भ्रम फैलाउने मान्छे हुन् भनेर। खैर, यसमा हर्क सम्पाङको गल्ती मैले कहीँ देखिएन, किनकि उहाँलाई एनपिडी भएको छ। उहाँ बिरामी हुनुहुन्छ। बिरामी मिन्स खालि ज्वरो र रुवाखोकी लाग्नेलाई बिरामी भनिँदैन। एनपिडी, नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर। यसमा के हुन्छ, आफूलाई अरूभन्दा विशेष वा श्रेष्ठ ठान्ने हर्क सम्पाङमा देखिन्छ। सधैँ प्रशंसा वा मान्यता खोज्ने हर्क सम्पाङमा देखिन्छ। आलोचना सहन गाह्रो हुने, त्यो पनि हर्क सम्पाङमा देखिन्छ। आफ्ना गल्तीलाई स्वीकार्न नसक्ने, त्यो पनि हर्क सम्पाङमा देखिन्छ। अरूलाई सानो देखाएर आफू ठुलो बन्न खोज्ने, त्यो पनि हर्क सम्पाङमा देखिन्छ। आफूलाई विशेष व्यवहार मिल्नुपर्छ भनेर अपेक्षा राख्ने, अरूको सफलतामा डाहा गर्ने वा अरूले आफूप्रति डाहा गरिरहेछ भनेर सोच्ने, यस्तै चिजलाई नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भनिन्छ। सो तपाईँहरूलाई के लाग्छ, हर्क सम्पाङ देशलाई माया गर्ने नेता हुन् कि कुर्सीलाई माया गर्ने नेता? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला। नमस्कार, धन्यवाद।